मर्निङ गाइज, हामी चाहिँ उठिसकेका छौँ। उठेर हल्का ब्रेकफास्ट गर्छौँ। ब्रेकफास्ट गरेर हिँड्ने हो हामी यहाँबाट। आज चाहिँ मस्ती निन्द्रा लाग्यो। ठाउँ पनि राम्रो रहेछ यार, तातो, जाडो पनि छैन यो ठाउँ चाहिँ। खाएर हिँड्छौँ हामी। हाम्रो प्यानकेक हनी एप्पल प्यानकेक चम्चा दिनु। हाम्रो चिज के अरे एग विथ चिज। हामी चाहिँ यसो ब्रेकफास्ट खाएर अब यहाँबाट निस्किन रेडी भइसक्यौँ। घाम पनि लाग्यो, टक्क 7:30 भयो होला। कति बज्यो? 8 बज्यो। हामी यहाँबाट निस्किन्छौँ। बाई भनिदेऊ न त। तिम्रो नाम के अरे फेरि भनिदेऊ। बाई भनिदेऊ। ल हामी निस्किन्छौँ अब यहाँबाट। हामी बसेको होटल चाहिँ यही हो। राम्रो थियो यहाँ। नुहाउने सुहाउने सबै गरेर 1500को प्याकेज विथ ब्रेकफास्ट। ल अब हामी निस्क्यौँ यहाँबाट। अब हामी जानु लाग्यो। गोइङ। ल भन्नु, केही भन्नु, के भन्न चाहनुहुन्छ? मिठो हो, तपाईँको बोली जस्तै हो। बाई बाई बाई। त्यही भने ऊ त स्याड भयो, हामी गएर है। ल बाई। ल हुन्छ। Smooth flow cutting through the urban scale, where truths are spoken and tales unveiled. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pounds like a heartbeat fight. फलानी पार्टी यताबाट सिङ्गुम्बा हामी कति जान्छौँ। त्यो सर्टकट बाटो हो भनेको थियो उसलाई। स्याप्रु बेसीबाट माथि सानो गाउँ जस्तो रहेछ। घरहरू छ 2-3टा। रमाइलो छ आज त। हिजो चाहिँ अलिक डर लाग्दै थियो, आज चाहिँ रमाइलो छ। यहाँबाट यता आएपछि यता माथि जानु होला। यता तल होइन। वे टु चोलान पार्टी। 5 or 10 minutes. Let's go. तपाईँको नाम के हो? तपाईँको हो सबै यो? पानीको फोर्सले घन्टी बज्दैछौ। रेस्ट गर्दैछौँ हामी हल्का चौडीमा। यहाँ खाना खाने ठाउँ रहेछ डाँडामा। हामी चाहिँ खाएनौँ, माथि नै जान्छौँ हामी चाहिँ।
माथि नै गएर खान्छौँ खाना एकदमै ठाडो उकालो छ यो ट्रेक चाहिँ लाङटाङ टु गोसाइकुण्डवाला ट्रेक चाहिँ बिगिनर्सहरूलाई अलि गाह्रै पर्छ अब हामी चाहिँ यहाँबाट चढ्छौँ त्यही हो खाना माथि नै गएर खान्छौँ हामी एकदम उकालो छ यो बाटो अलि डेन्जर रहेछ यहाँबाट जाने बाटो रहेछ यहाँसम्म चाहिँ हामीलाई उहाँले ल्याइदिनु भयो धन्यवाद बाई बाई सी यू ल गुड टेकतिर एकछिन रेस्ट गरिन्छ अब ओहो एकदमै ठाडो उकालो यार के खाइदिउँ न त निकाल्नु स्नैक ऑन को हामीले सब फ्लेभर लेखा यो कोको बेरी थेरापी यहाँ चाहिँ हामीलाई स्क्याम भयो केही छैन रहेछ यहाँ बस्ने ठाउँ ब्याग भात खाने होइन त राजा केही फरक परेन त्यस्तो थाक्या पनि छैन होइन अझै छ ज्यानमा पावर एनर्जी छ अब चाहिँ हाम्रो अगाडि जाउँ बक्थ्रोन जुस यस बक्थ्रोन जुसको हामीसँग एनर्जी छ अझै उकालो चाहिँ वाइल्डै गाँड हान्यो यो जङ्गल कट्दै गर्दैन चिसो जङ्गल दिक्क लागिसक्यो जङ्गल त भोग्नी लागिसक्यो अब त यही डाँडापछि खाना खाने ठाउँ आउँछ भन्थ्यो हामी चाहिँ आइपुग्यौँ जस्तो लाग्यो छलन पार्टी भन्ने ठाउँमा लिडङ भ्यू भन्ने होटेलमा बसेर चलन पार्टीमा खाना खान लाग्यो लुगासुगा सुकाइदिए निकालेर यहाँ चाहिँ चेक पोस्ट रहेछ यताबाट चाहिँ सिधै धुन्चेबाट आउने मान्छेहरू आउँछ जस्तो लाग्यो त यहाँ तलबाट धुन्चेबाट आउनेहरू होइन त हामीले भात आज सुकुटी नै आउँदैछ भोक रहेछ एक प्लेट सुकुटी हो यो 400 रुपियाँ अरे यतिको 400 धेरै राम्रो गरेर धेरै राम्रो हो हामी चाहिँ खाना खाएर बस्दैछौँ अब निस्किने हो यहाँबाट माथि जाने हो यो बाटो माथि हो हामी चाहिँ यहाँबाट खाएर रेडीसेडी भएर निस्क्यौँ मैले चाहिँ खानाको 500 भन्दै थियो सादा भातको अनि एक दुई सर्ट ल्याङ गरेर 400 800 प्लस अनि त्यो के न कामको गनाउने सुकुटीको 400 गरेर 1250 1200 लियो अनि डिस्काउन्ट गरेर 1150 रे ठिकै छ अब तर खासै उचित चाहिँ लागेन है हामीलाई
आएपछि यसो भ्यू इन्जोय गरौँ भनेर कडक भ्यू छ हाम्रो। ल ओहो दामी छ यहाँबाट चाहिँ यस्तो टपमा छ। त्यो चाहिँ लौरी बिना हो। लौरी बिना म यहाँ होटेलमा आएर आज यहाँ बस्ने रुम हो। दुईवटा खाट, एट्याच बाथरुमहरू केही छैन, हट सावर पनि छैन। आज चाहिँ नुहाउँदैनमा आज हामी यतिकै बस्छौँ फ्रेस भएर। जाडो छ लास्टै। यो चाहिँ माया होटेल हो लौरी बिनाको। अब हामी चेन्ज गर्छौँ है त, फोन पनि चार्जमा राख्छौँ। गुड मर्निङ गाइज। हामी चाहिँ अहिले उठ्यौँ। उठेर यति रेडी भएर अब हामी गोसाइकुण्डतिर जानु भएको ब्रेकफास्ट खाएर। हिजो बेलुका यस्तो थाकेर भिडियो नगरिकन सुतिहाल्यौँ। अहिले चाहिँ अब बिहान अहिले 6 बज्यो। हामी चाहिँ टक्क खाएर अब निस्किहाल्ने हो यहाँबाट। उज्यालो पनि भइसक्यो। पहिला काम अनि जाम है त। हामी चाहिँ अझै माथि चढ्दैछौँ। चिसोले ओठ पनि फुट्छ है। जति लिफ गार्ड लाइन यस्तै हुन्छ यहाँ। हामी आएको उहाँ तलबाट हो। जानुपर्ने अझै माथि जाम। हिँडाइ अझै जारी छ। यो बारवाला बाटो हिँडेको नै छौँ। अब चाहिँ कति हो हिँडौँ। कस्तो भइरहेछ? एकदम राम्रो। तेल ठिकैको छ, त्यस्तो गाह्रो नि होइन। मलाई घाम लाग्यो, एकछिन घाममा बस्छौँ क्या है। एल्टिट्युडले चाहिँ हान्दो रहेछ। अरू त नभए त्यस्तो बाटो त हिँडिन्छ। अब तिमी हामी मिलेर केही गर्नुपर्छ। मुख पनि छाडिदिउँ क्या हो। हामी जानुपर्ने बाटो यहाँबाट हिँड्छौँ। अब हामी घाम लागेपछि अलि सजिलै हुन्छ जस्तो छ। ए यहाँ आम्मामा बाटो त यहाँ पनि रहेछ। ल ऊ यहाँबाट चढेर बल्ल यता झर्ने रहेछ। ओहो हट। हामी चाहिँ गोसाइकुण्ड आइपुग्यौँ। यहाँ माथिबाट चाहिँ होला त्यो लेक जस्तो होइन त। यहाँ होटेलहरू रहेछ।
जाउँ अब एक्साइटेड भइसक्यौँ हामी हेर्नलाई लेट्स गो हामी चाहिँ गोसाइकुण्ड लेक आइपुग्यौँ खतरा रहेछ यार हाइट हामी चाहिँ एकछिन यहाँ गोसाइकुण्डमा अहिले बस्दैनौँ पहिला हामी मासतिर सूर्यकुण्डतिर जान्छौँ अनि हेरेर आएर मात्रै हामी यहाँ बस्छौँ कि नआएर जाने हो राजा आएर नहुने हो ल हामी त्यही गर्छौँ दिस इज गोसाइकुण्ड कत्रा छ यार पत्रो छ ल आम्बो यो बाटो सूर्यकुण्डतिर जाँदैछौँ हामी चाहिँ सुन्दरी जल जाने बाटो रहेछ त्यहाँबाट तल खैरीहरू गइरहेछ सक्यो अब यहाँबाट हाम्रो ट्रेक अब यहाँबाट हामी तल जान्छौँ जाडो भइसक्यो नाकी कस्तो भइसक्यो यार चिसो क्या अहिले रहेछ सूर्यकुण्ड एकलट हेर्छौँ अनि त्यसपछि वी गोना मुभ डाउन यहाँ एकदम चिसो छ यार यहाँ बस्न सकिन्न जुन हामीले माथि जाँदा देख्यौँ त्यो चाहिँ भद्रकुण्ड रहेछ है दिस इज भद्रकुण्ड यहाँभन्दा माथि सूर्यकुण्ड हेरेर आइसक्यो म चाहिँ तल झरिसकेँ गोसाइकुण्ड लेक अब यहाँ एक सर्ट डुबुल्की हानेर सर्ट निस्किने हो अनि फ्रेस भएर तल जाने हो जय शम्भो हामी चाहिँ यहाँ हान्नलाई रेडी भइसक्यौँ कसम जोस आइरहेको छ आज चाहिँ जाडो साडो नि भएको छ तर हान्नलाई छुट्टै जोस आइरहेछ शम्भो मेरो सब पाप धुलियोस् One last. Oh, yes! Yeah! There's some more! Almost right! नआएर आयौँ नआएर भन्दा नि एक सर्ट डुबुल्की हानेर अब चाहिँ हामी मन्दिर एक दर्शन हानेर निस्किन्छौँ यहाँबाट चाँडो गोसाइकुण्ड नि आइयो मजा आइयोस् हामी यो डाँडामा आइपुग्यौँ अघिको त्यो फर्स्ट डाँडा अघि चढ्दाखेरि बाहिर निकालेर राखिसकेको छ
अनि त्यहाँबाट हामी सिधै लुगासुगा मिलाएर तलतिर हिँडिहाल्छौँ। मेन कुरा भने ट्रेक कम्प्लिट गर्यो, माथि सूर्यकुण्डसम्म पुग्यो, धेरै खुसी लाग्यो। गोसाइकुण्डमा डुबुल्की नै हानियो, फ्रेस फिल भयो। अब के होला कि जिन्दगीमा होइन। कस्तो लाग्यो त? एकदम ठिक छ, राम्रो, गुड, ल जाउँ। फिलिङ ग्रेट एभ्री डे। जाउँ। चाहिँ अब रेडी भएर निस्क्यौँ यहाँबाट। बाई बाई। जाउँ भाइ। ल सक्यो हाम्रो ट्रेक। अहिले चाहिँ हामी छोलाङपाटी पुग्न लाग्यौँ। त्यही हो, अब अलि तल गएर फेरि भेट्नुपर्छ है त हामीहरू है गाइजहरू है। ल है ल, छोलाङपाटी अराइभिङ वी। यहाँबाट चाहिँ तल गइन्छ। डरलाग्दो जङ्गलमा पस्दैछौँ हामी। रिचुअल्सको जङ्गल जस्तो छ। आज हामी धुन्से पुग्छौँ, भोलि घर जान्छौँ हामी। आज धुन्से बसेर आज हाम्रो लास्ट डे हो ट्रेकको। अहिले चाहिँ 5:50 भयो, हामी हिँड्दैछौँ। हामीले भर्खर एउटा बाइक भेट्यौँ यहाँ। ला बाइकको धुवा र आवाज सुनेर सन्तोक भइसक्यो उसलाई। मलाई सन्तोक भयो, त्यो त थाहा छ। यसरी तपाईँहरूले भिडियोमा हामीलाई सन्तोक भइसक्यो यहाँ। बाइक आउने बित्तिकै सास लिएर ताली बजाएर मक्ख धुलो बाटो देख्ने बित्तिकै खुसी भएर। गोसाइकुण्ड धुन्से भन्ने बोर्ड रहेछ। त्यहाँबाट हामी तल जान्छौँ। खुट्टा शीतल भइरहेछ, त्यस्तो केही भएको छैन, दुखेको छैन हामीलाई। गोसाइकुण्ड गयो, सिलगढी जाबो चढ्थ्यो, जाऊ 5000 मिटर त होइन, चढ्दियो अनि उता यहीँ चाहिँ यतिको खल्तीमा हात हालेर गोसाइकुण्डसम्म हिँड्यो होइन। फेरि चुई सूर्यकुण्ड नि गइरह्यो, भने फेरि गोसाइकुण्डमा आएर डुबुल्की नि माऱ्यो 10 चोटि जति भने होइन। फेरि चुई सिधै धुन्चे। धुन्चे त आज त झन् लडी आएको हाम्रो, नाच्दै आएको हो। अलि गाह्रो कि त पठाउनुहोस् विदेश घुम्नलाई। यहाँ खाइसकेछ बिपीहरूले। तपाईँ पनि बिपी नै हो। ल ठिक छ, ठुलो कुरा हाल्नु भएन। गाडी रोडमै भेटाएर हामी भोलिको लागि सिट बुकिङ गर्नु भन्नु भएन। अहिले चाहिँ हामी भर्खर नुहाएर बस्दैछौँ। यो खानासाना भनेको छ, तल गएर टक्क खाना खाने अनि आएर सुत्ने। भोलि बिहान गाडी पनि मिल्यो 7 बजेको, टिकट पनि भइसक्यो। त्यसमा भोलि बिहान गइन्छ। Street lights flicker on this endless trail. Each corner whispers a hero fell. Smooth flow cutting through the. गुड मर्निङ गाइज, हामी चाहिँ उठिसक्यौँ। उठेर रेडीसेडी भएर 7 बजे आउनु भएको थियो त्यो गाडी काउन्टरमा। हामी यहाँबाट हल्का नास्ता सास्ता गरेर जान्छौँ। नास्ता भन्दा पनि कफी मात्रै खाएर जान्छौँ हामी यहाँबाट। हाम्रो ट्रेक चाहिँ आज अफिसियली सकिएको छ। हाम्रो गाडी पुग्यो अगाडिको, कति बेरसम्म कुर्नु पर्ने यहाँ गाडीलाई।
चप्पल गएको आज गाह्रो भएर कसलाई गाह्रो भयो? मलाई सो गाइज म चाहिँ 2 बजीतिर आइपुगेको थिएँ सामाकोसी अनि त्यहाँ आएर ड्राइभ गरेर घर आएँ अनि घर आएर फ्रेस भएर मम्मीसँग एकछिन बाहिर आएको छु मासु खानु पऱ्यो मम्मीको हातको मिठो झोल खानु पऱ्यो लोकल कुखुराको भनेर लिन आएको त्यही हो ओभरअल रमाइलो भयो ट्रेक See you guys in next trek अब अर्को ट्रेकमा भेटौँ ल बाई